यथार्थ मु जिंदगी को कथा कोही माना या न माना सुनिदिने को छरा बुझिदिने को छरा मरने को आंसू जितने को हाँसू भित्र हृदय बाहिर हाँस्दै मनमा मिठो सपना साच्दै नारीको पीडा मन भित्रै मास्दै यही हो यथार्थ यही ही यथार्थ सासों बोल्ने एक्लो रहने पिठ पछाडि छुरा हानिन्छ यहाँ गणतन्त्र आयो तर पीडा उस्तै छ भविष्य खोज्दै परदेश जान्छ फकानिँदै आफ्नो भविष्य खोज्छ गुम्सेको पीडा समाजको मुद्दा यही नै हो साँचो जिन्दगीको यथार्थ कथा नेताको मौज मस्ती जनताको घाम कसले बुझ्ने हे वनदेवी माता मेरो बाला तिम्रो सरा पर्ने त्यस्तो भएको रे के गल्ती थियो रे मेरो बाको मेरो बाला ठिक पारिदियो भगवान् म पुग्नुपर्ने ठाउँमा सबैतिर पुगिसकेँ अब अन्तिमचोटि तिम्रो शरणमा आएकी छु मेरो पुकार सुनिदियो भगवान् बरु जे पर्छ मेरो लागि परोस् मेरो बाला केही पनि नगरिदियो भगवान् दिन्छु भनेको पैसा नदिने जहाँ भेट्छु त्यहाँ हात खुट्टा काटेर फालिदिन्छु छोरी कजिनिया थिए घरमा अब म देखाउने छु निमुखाको रगत उम्रिँदा कस्तो हुन्छ भनेर बा तपाईँ चिन्ता नगर्नुहोस् आजको रात हामी खुला आकाश मुनि बिताउला तर भोलिको बिहान हाम्रो हुनेछ बा हाम्रो रिसाइरहेको छ मुटुट त्यत्रो माफ त मागिसक्यो त अब तेरो लागि उ त रुखा गरेर जुनि जब म माथि तिनीहरूले अत्याचार गरिरहेका थिए त्यो बेला तेरो मानवता कहाँ गएको थियो रसीले मन त मेरो पनि जलेको छ नि त्यो सामन्तीहरूको लागि मेरो बाउलाई घरमा आएर पानी खनेर लच्छर पछर पारेछन् ए आज जब तेरो बाउमाथि तिनीहरूले अत्याचार गरे तब मेरो याद आयो हिजो जब म माथि तिनीहरूले अत्याचार गरिरहेका थिए त्यो बेला तेरो मानवता कहाँ गएको थियो रसीले मेरो घरबाट तेरो थुतुनु मेरो घरमा पनि देखाउने होइन अब कुरो बुझिस् नि जुन मान्छेको थुतुनु मन पर्दैन त्यही मान्छे बारम्बार मेरो घरमा आएको छ थुक्क मेरो कर्म पहिला यसले मेरो पछि पछि लाग्दा मैले यसलाई वास्तै गरिनँ अहिले यसको पछि म लागेको छु मलाई यसले वास्तै गर्दैन हेला गर्छ वक्तलाई मैले जानेको छु अहिलेलाई जान्छु तर आइरहन्छु तेरो अहिले पनि यही पिस्टलले हानेर तेरो टाउको खोजिन्छु रैतीहरूको रगतले मेरो खेत सजियोस् इनका छाप्रामा मेरो घोडाको तबेला बनोस्
ढुङ्गाको नासो मेरो हाँसो तिनीहरूको सर्वस्व खोसेर मेरो छोरा सिर्पेच बिनाको राजा बनोस्। सम्झेनी हजुर, नमस्कार। नमस्कार। भएन हजुर त पूजामा हुनुहुँदो रहेछ, म त पछि आउँथेँ हजुर, म गएँ है त। यो आज बिहानै काल करा जस्तो छ नि, के छ छिटो ओकल। आकाशको फलाका तरी मर भने जस्तो तेरो लागि मेरो फुर्सद छैन। ए बुझिनस्, शमशेनी हजुर ध्यानमा हुनुहुन्छ, यहाँ आएर थुचुक्कै बस। यहाँ महाभारत नर सम्झेनी हजुर, मलाई त रातभरि ढुङ्गाले आएर टाउकोमा थिचे जस्तो भयो। त्यो 3500 कसरी भयो त हजुर? ओइ आई माई, रिलिँदा घोडा चढेर तिर्दा हिँडेर खन सुने कि छैनस्? मैले तपाईँको घरबाट 350 को अन्न लगेकी हुँ, 3500 कहाँबाट आयो? असुसारे हो नि शमशेनी हजुर, यसले आफ्नै हातले लेप्चे ठोकेर लगियो नि। तेरो बाउले लेप्चे लाएर लगेको हो? एकचोटिलाई बिन्ती बिसाए, मेरो कुरा सुनिदिनु होला हजुर। ए तेरो पेट पोलेको छ, यसको औषधि पनि मसित छ है सुसारे। हो नि हजुर। जा भित्रबाट कालो अङ्गार पिसेर लिएर आइज, यसको मुखमा दल्न पर्यो। हस् हजुर। हजुर थोरै पानी मिसाएर। तेरो हिसाब नमिलेको होइन, तेरो नियत सफा नभएको। भोलि बिहान आउँदा तमसुक मात्र होइन, तेरो छोरीलाई पनि लिएर आउनु, हिसाब किताब मिलाउन सजिलो हुन्छ। होइन ए दोर्जे काका, स्वास्थ्य स्वयंसेविका दिदी त अहिलेसम्म आउनु भएन। तपाईँ त नजिकको मान्छे, तपाईँलाई थाहा होला नि। नानी आउँदै होला नि त। के गर्नु बोलाउनु भयो होला है, यत्रो बेरसम्म कुरेर बस्यो। ताली भाइ, स्वयंसेविका नानी नमस्ते। हामी त बिहानैबाट गाउँ पञ्चायत भेला भई हजुरको बाटो कुरेको, हजुर त आउनु ढिला गर्नुभयो त। हेर सबैजना आरामै हुनुहुन्छ नि? आरामै छु। हजुर बाँच्नुहोस्। धेरै ठुलो बनिनु नहोस् है केटी, त्यो शमशेरले दिएको पानी खाएर बस्नु परेछ। हो नि, पानी त ल्याए नि हाम्रो आँसु बगाएर, तर हाम्रो समस्या कहिले समाधान हुन्छ? अझ पनि तिमीहरू त्यही शमशेरनीको सपोर्टमा बोलिरहेका छौ। बाघको मुखमा हात हाल्ने कुरा नगर्नु, जिम्दो रहनु नै ठुलो कुरा हो। हो नि त स्वयंसेविका नानीले भन्नुभएको, बलेको आगो ताप्ने हो, डिबेको आगो त फुक्ने हो। बोलौँ भने घाँटी पो काटिने पो हो कि?
काठको तरबारले घाउ नपार्ला दोर्जे काका, त्यसको आवाजले क्रान्ति गर्छ। म बोल्छु त मेरो बोलीमा छर्रा छ। कतै हाम्रो शरीरलाई पो असर पर्छ कि? यसरी कतिन्जेल चुप बस्नुहुन्छ घुन पिसिएको चाहिँ पिसिएर। अब उठ्नुहोस्, हजुरहरूको नारीमा पनि तागत छ। अब हामी एकजुट भएर उठ्नुपर्छ। के तपाईँहरू मलाई साथ दिनुहुन्छ शमशेरनीको विरुद्धमा लड्नको लागि? म साथ दिन्छु। हुन्छ शमशेरको नानी, अन्य अत्याचार विरुद्ध म पनि हँसिया लिएर साथ दिन्छु। अब म क्रान्ति गर्छु। हे बा, तपाईँको आँसुको बदला अब मैले लिनेछु। म डराउँदिनँ बा। तपाईँलाई अपहेलना गरी झुट्टो ऋणको दलदलमा फसाउने त्यही शमशेरनी हो जसको खान्नाले लीलालाई अपहरण गरी निर्दोष मुतियारलाई फसाएको थियो। तर अब मलाई त्यो भ्रम सब चकनाचुर भयो। क्रान्ति गर्न एकजनाको आदि होइन, कसैको साथ चाहिन्छ, कसको मुतियारको। तर ऊ मसँग रिसाइरहेको छ, ऊ पनि पीडित छ, उसको आत्मा चलिरहेको छ, ऊ चिच्चाइरहेको छ। तर उसलाई म बुझाउँछु। अब मेरो क्रान्ति सुरु भयो शमशेरनी, तिमीलाई देखाउन। तिमीले दिएको पीडाले तिमीलाई नै सराप्नेछ। जसरी रामायणमा कैकेयीले श्री रामचन्द्र भगवानलाई 14 वर्षको वनवास पठाउनको लागि मुख्य भूमिका खेलेकी थिइन्, त्यसै गरी तिम्रो साम्राज्य तहस नहस पार्न म आउँदैछु शमशेरनी। जिंदगी को कथा कोही माना या माना। हेरे हेरे मकैको गति पनि यस्तो हुन थाले। पहिले पहिले त मकै पनि एक हातका हुन्थे भने यो अलक्षिनाइ जन्मेपछि त मकैको गति पनि यस्तो हुन थाले। के गर्नु? भन्न पानी खान पर्ने रहेछ। कति सताउनु सक्यो होला, वाक्क बस्यो काल पनि आउँछ। पानी यो जिउँदो लासले पनि कति सताएको सताउन पनि पानी खाने भयो, आफै उठेर खाने। हैरान पारे आफूलाई यहाँ उठ्न बस्न कति गाह्रो भइरहेछ। कति सताएको सताउन, सधैँ उसैको स्याहार गरेर बस्नु पर्ने। चाल पनि किन डराएर पनि हैरान पारे मान्छेले त मलाई त। जिन्दगीभरि दुःखको दुःख यसरी स्याहार गरेर बस्नु। पानी पानी खाने, पानी खाने। कुञ्जुनीको पापले उमेरमै डल्लो परेर सुत्नु परे। अझ पानी खाने। सात भात दिन्छु अनि अझ पानी पानी भन्छ। यो पानी खाएपछि त मेरो ज्यान कति हरर चिसो भयो, आनन्द भयो। तँ त पुजुनिया पाप गरेको थियो र पानी पनि खान पाएन पापीले। धेरै नकराउ है, एउटा हात त भाँचिएको जस्तो भएछ, अर्को हात पनि भाँचिम्ला फेरि। पानी पानी नखाऊ पानी पापी। समाजको मन्दा यही नै हो साँचो जिन्दगीको यथार्थ कथा। तिमीलाई थाहा छ विष्णुहरू को हुन्? खै हजुर, गाउँमा त म त एउटा गरिब खोजर हो, कसैसँग केही दुश्मनी पनि थिएन।
तर खोइ कुन पारीको आँखा लाग्यो म माथि। म एउटा निर्दोष मान्छेलाई लीलालाई अपहरण गरेर उडेर मलाई फसाएर लगेर खाल्डोसम्म गाडेको छु। को हुन् तिनीहरू लीलालाई आक्रमण गरेर त्यहाँसम्म पुर्याउने? त्यो त मलाई पनि थाहा भयो। भुतियारा होइन त बारम्बार मेरो घर किन आउँछेछ? तेरै लागि त आँट्यौँ। त्यही मान्छे होइन? के काम लाग्छ त मेरो लागि? पछि त एउटा केही सल्लाह गर्न थियो। के सल्लाह हो? आइज बस। तपाईँ को हजुर? बारम्बार किन यसको पछि लागिरहनु भएको छ? म त्यो मान्छे हो जसलाई मृत्युको मुखबाट खोसेर ल्याउने। त को होस् यसको पछि लागिराख्ने? है मान्छे यो त्यही मान्छे हो जसले ती सामन्तीहरूसँग मिलेर मलाई त्यो मृत्युको मुखमा भुतकेल्न बाध्य बनाएकी थिए। त्यही मान्छे हो? उडाइदिउँ? नाइ म अनजान छु। म कुनै दिन कसैको कुरामा पुरै नबुझी बहकिएकी थिएँ हजुर। जब यथार्थ कुरा पत्ता लगाएँ त्यसपछि यसको पछि लागेछु तर यसले पुरै बुझ्दैन। के यथार्थ पत्ता लाग्यो? लीला अपहरणको कुरा। लीला अपहरण हुतियाराले नभइकन शमशेरको छोराले रहेछ। यही यथार्थ पत्ता लगाएर आएकी म। तँलाई यो कुरा सब थाहा रहेछ रसीले। आजसम्म तैँले मलाई यो कुरा किन लुकाइस् त? अनि तैँले यो कुरा कहाँबाट थाहा पाइस् त? बार म यही कुरा भन्नको लागि तेरो घरमा आइरहेकी थिएँ तर तैँले मलाई भन्ने मौका दिइस्। जहिले घिडा गरिरहन्छ। मैले लीलालाई भेटेर सब कुरा पत्ता लगाएर यहाँ आएकी। अब त खुसी भइस्? आबा नमस्ते। यो के गरेको? मकै छोडाको कि कुनै टेन्सनले प्रेसर कुकरको चिठी बजाएको कि अनुहार हेर्दा त आलुदाम जस्तो पो छ त। दादा दादा लखर गाउँ डुलेर हिँड्छस् काहीँबाट भेटाले गुल्टिस भने तँलाई कातानमा चाहिँ कोही नि पाउँदैन। आप्पा भिडबाट त लड्दैन बरु आगी शमशेरको घरमा गएको। काका भन्छन् नि मान्छेले जबसम्म पिठो सकिन्न तबसम्म केही पनि हुन्न भनेर। सायद होला भगवान्ले मेरो पिठो अझै पनि राखिदिनु भएको रहेछ। त्यही भएर बाँचेर आएँ काका। अनि बिहान बिहानी काका कति काम ल्याउनु पर्छ नि मेरो घर। शमशेर नि तिमी जस्तो भ्रष्टाचारी म होइन। म भनेको समाजसेवी हुँ। एकचोटि हुतियारालाई फसाइसकेकी छौ फेरि पनि उसलाई र मलाई फसाउँदैछौ। हेर्दै जाऊ अब तिमी के हुँदैछौ। तिमीले जति गरे पनि यो हुतियारा हेरै जुत्ताको माला र यो कालो पोतोको अपमान हुँदाखेरि पनि हसिलोसँग तिमीसँग बोलिराखेको छ छाती खुल्ला गरेर। अब दिन त तिम्रा उल्टा सुरु भए शमशेरले ख्याल गर। यो हुतियाराको च्यालेन्ज भयो तिम्रो लागि। तेरा धम्कीले मलाई केही लछार्दैन। केटा हो राम्रोसँग बाँधे त्यसलाई भोकभोकै प्यासै यहीँ गिटिक गिटिक भएर छोडिदिन पर्छ। चाहे मरोस् चाहे बाँचोस्। अहिलेलाई डम्मरेलाई आज म भेट दिन्छु तर कति आउँछ मलाई।